सो फाइनली साथीहरु डिबी लटरी 2026 को रिजल्ट चाहिँ पब्लिश भइसकेको छ। अब तपाईहरुले रिजल्ट कसरी चेक गर्न सकिन्छ तपाईहरुलाई यो भिडियोमा देखाउँछु। त्यो भन्दा पहिला तपाईहरुले चाहिँ कुनै गलत वेबसाइटमा गएर तपाईहरुले चाहिँ कुनै कसैलाई भनेर स्क्याम हुनबाट जोगिनु पर्ने हुन्छ। तपाईहरुले चाहिँ यो भिडियो राम्रोसँग हेर्नुभयो भने चाहिँ तपाईहरुले चाहिँ 100% आफ्नो मोबाइलबाटै तपाईहरुले आफ्नो डिबी को रिजल्ट चाहिँ हेर्न सक्नुहुन्छ। तपाईहरुलाई डिबी को रिजल्ट हेर्नलाई चाहिँ कुनै पनि पैसा लाग्दैन र तपाईहरुले चाहिँ आफ्नो मोबाइलबाट सजिलै हेर्न सक्नुहुन्छ। जस्ट तपाईहरुले यो भिडियोलाई ध्यान दिएर हेर्नु होला। अब सबैभन्दा पहिला तपाईहरु आफ्नो रिजल्ट चेक गर्नको लागि चाहिँ मोबाइल या कम्प्युटरको कुनै पनि ब्राउजरलाई ओपन गर्नु होला। त्यसपछि सर्च बारमा गएर तपाईहरुले डिबी लटरी लेखेर चाहिँ सर्च गर्नु होला। तपाईहरुले चाहिँ यहाँ डाइरेक्ट यूएस डिपार्टमेन्ट अफ स्टेट को वेबसाइटमा लान्छ। यो चाहिँ अफिसियल वेबसाइट हो। तपाईहरुले अन्यथा अन्य वेबसाइटहरुमा गएर चाहिँ आफ्नो डाटाहरु चाहिँ नदिनु होला। त्यसपछि तपाईहरुले यहाँ यो पेज खुल्छ, देख्न सक्नुहुन्छ यो अफिसियल वेबसाइट पेज हो। त्यसपछि स्क्रल डाउन गर्नुभयो भने चाहिँ चेक स्ट्याटस भनेर लेखेको छ, यसमा क्लिक गर्नु होला। अब तपाईहरुले यहाँ चाहिँ कन्टिन्युज को अप्सन देख्न सक्नुहुन्छ, यहाँ क्लिक गर्नु होला। अब तपाईहरुलाई चाहिँ डिबी को रिजल्ट चेक गर्नलाई तीनटा कुरा आवश्यक पर्छ। नम्बर 1 तपाईहरुको कन्फर्मेसन नम्बर थाहा हुनुपर्छ। नम्बर 2 तपाईहरुको लास्ट फ्यामिली नाम। त्यसपछि नम्बर 3 मा तपाईको डेट अफ बर्थ। ध्यान दिनु होला तपाईहरुको कन्फर्मेसन चाहिँ तपाईहरुले डिबी लटरीको अनलाइन फर्म भर्दाखेरि नै तपाईहरुले चाहिँ पाउन सक्नुहुन्छ। यहाँ रहेको छ मेरो कन्फर्मेसन नम्बर। यसलाई चाहिँ जस्ट कपी गरेर चाहिँ म वहाँ लगेर पेस्ट गर्छु। हेर्नुस् यहाँ चाहिँ कन्फर्मेसन नम्बर भनेको छ, यसमा चाहिँ तपाईहरुको कन्फर्मेसन नम्बर राख्नु होला। त्यसपछि तपाईहरुले चाहिँ फ्यामिली लास्ट नेम भनेको छ, आफ्नो लास्ट नेम राख्नु होला, आफ्नो थर राख्नु होला। त्यसपछि तपाईहरुले चाहिँ डेट अफ बर्थ राख्नु होला। अब तपाईहरुले तलको यो क्याप्चालाई चाहिँ क्यापिटलमा भए क्यापिटलमा, स्मलमा भए स्मलमा, लेटरमा भए लेटरमा चाहिँ राखेर चाहिँ सबमिट गर्नुपर्ने हुन्छ। जस्ट मैले राखेँ, अब सबमिट गर्छु। यहाँ देख्न सक्नुहुन्छ ह्याज नट बीन सेलेक्टेड भनेको छ। हो माइ गड, मेरो चाहिँ डिबी परेन। अब यदि तपाईहरुको डिबी पर्यो भने चाहिँ यस ह्याभ बीन सेलेक्टेड भनेर यस्तो खालको मेसेज इन्टरफेस देख्न सक्नुहुन्छ। यति सजिलो छ डिबी लटरीको रिजल्ट चेक गर्ने तरिका चाहिँ। अब चाहिँ तपाईहरुले आफैले मोबाइलबाटै डिबी लटरीको रिजल्ट चेक गर्न सक्नुहुन्छ। यो भिडियो कस्तो लाग्यो, यदि मन पर्यो भने चाहिँ लाइक गरिदिनु होला र साथीभाइहरुलाई पनि शेयर गर्नु होला। र यस्तै डिबीसँग सम्बन्धित नयाँ अपडेट र जानकारीको लागि मेरो च्यानललाई सब्स्क्राइब गरेर राख्नु होला भन्दै आजलाई आज्ञा चाहन्छु। बाइ बाइ, जय नेपाल।